हाई एभ्रिवान, स्वागत छ तपाईहरुलाई अर्को एउटा नयाँ भिडियोमा। आजको भिडियोमा चाहिँ हामी जापानिज भाषाको काउन्टिङ नम्बर्सहरु हेर्छौं है। जापानिज भाषामा नम्बरलाई चाहिँ बान भनिन्छ। अनि 1 लाई इची, 2 लाई नि, 3 लाई सान, 4 लाई योन, यो, सी, 5 लाई गो, 6 लाई रोकु, 7 लाई नाना, सिची, 8 लाई हाची, 9 लाई क्युकु, 10 लाई जिउ, 20 लाई नि जिउ। 20 भनेको 2 into 10 हो नि त, त्यसैले 2 भनेको नि, जिउ भनेको 10, नि जिउ भनेको 20। 25 लाई नि जिउ गो। 25 भनेको 2 into 10 plus 5 हो नि त, 2 भनेको नि, 10 भनेको जिउ, गो भनेको 5, त्यसैले नि जिउ गो। 100 लाई ह्याकु, 500 लाई गो ह्याकु, 5 into 100 त्यसैले गो ह्याकु। 1000 लाई सेन अथवा जेन, 10,000 लाई मान। अनि 11 लेख्नु पर्यो भने चाहिँ 10 plus 1 11 हो नि त, त्यसैले जिउ इची। 12 लाई 10 plus 2 भनेको 12 हो, जिउ नि। अनि 300 लेख्नु पर्यो भने चाहिँ ह्याकु नलेखेर ब्याकुमा लेखिन्छ। सान ब्याकु भनेको 300, अनि 600 र 800 लाई चाहिँ फेरि प्याकुमा लेखिन्छ। त्यसैले 600 भनेको रोप प्याकु, अनि 800 भनेको हाफ प्याकु। अब यो 4, 7 अनि 9 छ नि, यसलाई चाहिँ काउन्टिङ नम्बर गन्दा चाहिँ योन, नाना, क्यु भनेर गन्छौं। अनि टाइम अनि मान्छे काउन्ट गर्नु पर्यो भने, महिना काउन्ट गर्नु पर्यो भने चाहिँ अनि सिची, सी, कु भनेर काउन्ट गर्छौं है त।